नमस्ते एभ्रिवान, आज हामी आएका छौँ ग्रिनयार्ड रेस्टुरेन्ट एन्ड बार। आज हामी तपाईलाई भेटाउन गइरहेको छौँ रोजगारीबाट रोजगार पाउनु भएको निकेश महर्जनसँग। नमस्ते, मेरो नाम निकेश महर्जन। म चाहिँ अहिले तत्कालै यो ग्रिनयार्ड रेस्टुरेन्टमा एज अ सेफको रूपमा काम गर्दैछु। यस्तो आज मैले चाहिँ आफ्नो स्किल अनुसार आज सेफको रूपमा काम खोजिरहेको थिएँ। रोजगारीमा ठ्याक्कै हेरी अनि एप्लाई गरेँ अनि एप्लाई गर्दा राम्रो पनि भयो। यो सजिलो भएको छ रोजगारीबाट। रोजगारी.com को बारेमा कसरी भन्दाखेरि मलाई नि एउटा साथीले रिकमेन्ड गरे हो, यस्तो यस्तो एप छ, यसले चाहिँ हामीले जे खोजिरहनु पर्दैन, यो एपबाटै सबै चिज पाउँछ। कुन पोस्टमा के को लागि, कति स्यालेरी, लोकेसन कता, सबै यसमै डिटेल्स हुन्छ। यो एप डाउनलोड गर भनेको भएर यसो डाउनलोड गरेर हेरेर अनि मैले खोलेर हेर्दाखेरि राम्रो लाग्यो। हामीलाई जस्तो अरू दुनियाँ बुझ्न नि परेन, तपाईँको ठक्क सबै कुन पोस्टको लागि हो, कति स्यालेरी, लोकेसन अब कस्तो के सबै यसमै हुन्छ। त्यो भएर चाहिँ राम्रो छ रोजगारीबाट चाहिँ आज एप्लाई गरेको तपाईँको भोलिबाट नै कल आउन थाल्छ। अब सुटेबल छ कि छैन आफूलाई, होइन कुन ठाउँमा, लोकेसन पनि आफूले भने जस्तो नजिक। रोजगारीमा चाहिँ हजुरहरूले चाहिँ जुन काम भन्यो त्यही काम चाहिँ पाइने रहेछ। जस्तै आफूलाई अब कुन पोस्टको लागि हो, कुकमा हो कि, हेल्परमा हो कि, एज अ सेफमा हो कि, तपाईँको बेकरीमा हो कि, वेटरमा हो कि, बारटेन्डर, बारिस्टा, जेमा भन्यो त्यसमै जुन आफ्नो स्किल छ त्यसमै चाहिँ पाउने छ। राम्रो छ यहाँ काम गरेको मैले 1 मन्थ जति भयो। राम्रो छ इन्भाइरोमेन्टहरू। तपाईँको रोजगारीले भने अनुसारै यस्तो अब पहिला जब खोज्दा चाहिँ हामीले हरेक रेस्टुरेन्टमा धाउन पर्ने, एउटा रेस्टुरेन्टमा धाउन पर्ने, धाइरहनु पर्ने। अनि तपाईँको अहिले चाहिँ रोजगारी एप आएपछि चाहिँ धेरै सजिलो भएको छ। जस्तो त्यस्तो घुमिरहनु परेन। चेन्जिङ चाहिँ राम्रो भएको छ। जस मैले भने जस्तो नै पाएँ, त्यसको आफूले जस्तो भनेको थिएँ त्यस्तै पाएँ। जब खोज्नेहरूलाई चाहिँ यस्तो रोजगारी एप डाउनलोड गर्नु होला, त्यसमा आफूले एप्लाई गर्नु होला। तपाईँले भनेअनुसार नै पाउँछ। तपाईँले दुनियाँलाई त्यो गुहारिरहनु परेन, धाइरहनु परेन। जुन पोजिसन छ त्यही यसमै पाउँछ रोजगारीमा चाहिँ। सँगसँगै आफ्नो सिप निकाल्नु होला, अलि धैर्य पनि गर्नु होला। हस्, धन्यवाद।